झिस्किँदै मोरङमा एक व्यक्तिले 7 वर्षीय बालकको लिङ्ग काटिदिएका छन्। मोरङ पत्थरी शनिचरी नगरपालिका 6 का 48 वर्षीय मही चौधरीले फलाम काट्ने ग्राइन्डरले सोही स्थानका 7 वर्षीय बालकको लिङ्ग काटिदिएका हुन्। ग्रिल पसल सञ्चालन गर्ने महीले पसलमा आएका सोही स्थानका किरण चौधरीका 7 वर्षीय छोरासँग जिस्किने क्रममा लिङ्गको टुप्पोको केही भाग काटिएको थियो। घटनापछि बालकलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ। प्रहरीका अनुसार मही चौधरीले नै बालकलाई उपचारका लागि अस्पताल लगेका हुन्। बालकको अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जनाएका छन्।